यहाँहरूलाई म देखाउँदैछु क्यानाडामा हाई टेक्नोलोजी युज गरेर खेती गर्ने गरिन्छ। यसै क्रममा यो अगाडि लागेको डोजर हो। यो डोजरले चाहिँ गहुँ खेतमा गहुँबारीमा जोत्दैछ र साथसाथै बिउ पनि छर्दैछ। यो डोजरको अत्यन्तै महँगो पर्छ, $3 लाख जति पर्छ र क्यानाडामा खेती गर्नु भनेको बहुत इन्भेस्ट लगाउनु पर्छ। क्यानाडामा खेती गर्नको लागि हेभी इक्विपमेन्ट जडान गर्नुपर्छ। एकचोटि यति ठुलो यति वाइड एरिया कभर गरेको हुन्छ जोत्दाखेरि र यो माथि देखिएको डब्बा पहेँलो डब्बामा चाहिँ बिउ छर्ने काम हुन्छ। पछाडि हेलिकप्टरबाट मल छर्ने काम हुन्छ र काट्ने काम पनि 1 स्क्वायर माइलको काम काट्ने र जोत्ने काम 1 घन्टामा एक दिनमा सिद्धाउने गर्दो रहेछ यो डोजरले। क्यानाडामा खेती गर्नको लागि ठुलो इन्भेस्टमेन्ट लगाउनु पर्छ र लार्ज स्केलमा खेती हुँदो रहेछ। यो म बसेको क्यानाडाको नर्दर्न पार्ट हो। अलि चिसो छ, विन्टरको बेला -50 सम्म पुग्न सक्छ र यहाँहरूलाई यो थोरै क्यानाडाको खेती गर्ने तरिकाको बारेमा मैले भन्दैछु। अब त्यहाँबाट ट्र्याक्टर फेरि मोडिँदैछ। यो जुन ट्र्याक्टर युज गरिएको छ जोत्नको लागि, त्यो ट्र्याक्टरले कुनै पनि तेलका फुल 2टा ट्याङ्की फसेको छ हिलोमा भनेदेखि निकाल्दिने पनि काममा युज हुँदो रहेछ। जोतेर सिद्धाइसक्यो ट्र्याक्टरले। अहिले यो ज्योति सिद्धाए र जब ज्योति सिद्धिन्छ त यो ट्र्याक्टरलाई जोत्ने भागलाई उठाएको छ। सायद उसको बचावट पनि गरेको होला फ्युलको।